नमस्कार। आज हामी एउटा यस्तो रोमाञ्चक विषयमा चर्चा गर्दैछौँ जसले आगामी दशकमा विश्वको अर्थतन्त्रलाई नै पुरै उथलपुथल पार्नेवाला छ। हामी रोबोटिक्सको एन्ड गेम अर्थात् अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ। यो कुनै सामान्य प्राविधिक विकास मात्र होइन नि, यो त हाम्रो सभ्यताको प्रविधि रुखकै सबैभन्दा महत्त्वपूर्ण हाँगा हो। आजको यस विश्लेषणमा हामी बुझ्नेछौँ कि कसरी एआई अब डिजिटल स्क्रिनबाट बाहिर निस्केर हाम्रो भौतिक संसारलाई नै आफ्नो हातमा लिँदैछ। ल सुरु गरौँ। अब आजको मुख्य विषयवस्तुमा सरसरती नजर लगाउँ। आज हामी रोबोटिक्सको एन्ड गेम, वर्ल्ड मोडलको अचम्मको कार्यक्षमता, नयाँ डेटा युग, ड्रिम डोजो क्रान्ति र भविष्यका स्वचालित कारखानाहरूबारे कुरा गर्नेछौँ। पहिलो खण्ड, रोबोटिक्सको एन्ड गेम। विगतका केही वर्षहरू च्याट जीपीटी जस्ता एआईलाई भाषा सिकाउनमै बिते। तपाईँ हामी सबैले त्यो देख्यौँ। तर अबको गेम अर्कै छ। अबको भविष्य भनेको एआईलाई हाम्रो भौतिक संसारको नियम सिकाउनु हो। एनभिडियाका जिम फ्यानको यो भनाइलाई एकपटक गहिरिएर हेर्नुहोस् त। उहाँ भन्नुहुन्छ कि हामी लार्ज ल्याङ्ग्वेज मोडल मार्फत शब्दहरू मात्र अनुमान गर्ने युगबाट अघि बढेर भौतिक संसारमा अबको 1 सेकेन्डमा के हुन्छ भनेर सिमुलेट गर्न सक्छौँ। यही एउटा प्रश्नले हाम्रो आजको सम्पूर्ण रणनीतिक आधार तयार पार्छ। यदि एआईले भौतिक संसारको अर्को अवस्था आन्तरिक रूपमै सिमुलेट गर्न सक्यो भने रोबोटहरूले वास्तविक भौतिक संसारमा गजबले काम गर्न सक्नेछन्। अब जाउँ खण्ड 2 तर्फ, वर्ल्ड मोडल र कार्यक्षमता। भौतिक संसारलाई सिमुलेट गर्ने यो ठूलो लक्ष्यमा पुग्न एउटा मुख्य पर्खाल ढलाउनुपर्ने थियो, र त्यो हो हाम्रो मोडल रणनीति। अब यो भिन्नता हेर्नुहोस्। पुराना भिजुअल ल्याङ्ग्वेज एक्सन मोडलहरूले भाषा र वस्तुहरू त मजाले चिन्छन्, तर भौतिक विज्ञानको मामलामा उनीहरू निकै कमजोर छन्। तर नयाँ वर्ल्ड एक्सन मोडलहरू बिल्कुलै फरक छन्। यिनीहरूले भौतिकी र क्रियाकलापहरू राम्ररी बुझ्छन्। सोची हेर्नुहोस् त, कारखानामा काम गर्ने रोबोटले यो कोका कोलाको क्यान हो भनेर चिन्नुभन्दा पनि त्यसलाई अलिकति पनि नपोकिकन कसरी उचाल्ने भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ नि, होइन र? अब यो कुरा साँच्चै नै गजबको छ है। यी विश्व मोडल वा वर्ल्ड मोडलहरूलाई मानिसले भौतिक विज्ञानका नियमहरू बसेर कोडिङ गरेर सिकाइरहनै पर्दैन। यिनीहरूले आफै लाखौँ भिडियोका पिक्सलहरू हेरेर गुरुत्वाकर्षण, प्रकाशको परावर्तन अनि पानीको बहाव जस्ता कुराहरू सिक्छन्। जसरी च्याट जीपीटीले एउटा शब्दपछि अर्को कुन शब्द आउँछ भनेर ठ्याक्कै अनुमान गर्छ नि, हो त्यसै गरी यी मोडलहरूले भिडियोको अर्को फ्रेम अनुमान गर्छन् र त्यही प्रक्रियाबाट भौतिक संसारको नियम बुझ्छन्। र यही विश्व मोडलको बलियो जगमा ड्रिम जीरो जस्ता अत्याधुनिक मोडलहरू तयार भएका छन्। यसले गर्दा रोबोटले भविष्यमा के हुन्छ भनेर पहिल्यै कल्पना गर्न सक्छ र त्यही अनुसार आफ्नो हातखुट्टा चलाउन सक्छ। यसको मतलब के हो भने रोबोटले पहिले कहिल्यै नदेखेको नयाँ काम, जसलाई हामी शून्य शट वा जिरो शट भन्छौँ, त्यो पनि सजिलै गर्न सक्छ। सरल भाषामा भन्नुपर्दा यो भनेको एआईको सोचाइलाई वास्तविक संसारको उपयोगी काममा बदल्नु हो। खण्ड 3, डेटा सङ्कलनको नयाँ युग। हामी सबैलाई थाहा छ, एआईलाई चलाउन इन्धन चाहिन्छ र त्यो इन्धन भनेको डेटा हो। अब हामी ढिलो र म्यानुअल तरिकाले डेटा सङ्कलन गर्ने युगबाट कसरी विशाल र स्केलेबल प्रविधितर्फ फड्को मार्दैछौँ त्यो हेरौँ। डेटाको यो विकास क्रम हेर्दा साँच्चै अचम्म लाग्छ। 2022सम्म रोबोटलाई सिकाउन भर्चुअल रियालिटी चस्मा लगाएर टाढैबाट कन्ट्रोल गर्नुपर्थ्यो। त्यहाँबाट दिनको मुस्किलले 24 घण्टाको मात्र डेटा निस्कन्थ्यो। अनि 2023मा मानिसले हातमा लगाउने डेटा वेयरेबल्सहरू आए। तर अब 2024 र त्यसभन्दा पछि त गेम पुरै चेन्ज भइसक्यो। हामी इगोसेन्ट्रिक मानव भिडियोको युगमा छौँ। यसले पुरानो समयको सबै सीमाहरूलाई भताभुङ्ग पारिदिएको छ। रणनीतिक रूपमा कुरा गर्दा टेलिअपरेसन रोबोटको लागि सही भए पनि यसलाई ठूलो स्केलमा लैजान असम्भव नै छ भन्दा हुन्छ। तर एकपटक यो इगोसेन्ट्रिक भिडियोतर्फ ध्यान दिनुस् त। मानिसहरूले आफ्नो दैनिक काम गर्दा खिचेका भिडियोहरूबाट डेटा लिने, यो त अनन्त रूपमा बढाउन सकिन्छ नि। यो ठ्याक्कै टेस्लाको फुल सेल्फ ड्राइभिङ जस्तै हो, जहाँ मानिसले आफ्नो गाडी चलाइरहँदा डेटा आफै सङ्कलन भइरहेको हुन्छ। अब यो स्केल कत्रो छ भनेर बुझ्न यो सङ्ख्या हेर्नुहोस्, 21,000। यो भनेको इगो स्केलले प्रयोग गरेको मानव भिडियो डेटाको घण्टा हो। सोची हेर्नुहोस् त, कुनै पनि रोबोटिक डेटा बिना नै केवल 21,000 घण्टाको साधारण मानिसले काम गरेको भिडियो हेरेरै रोबोटहरूले मानिसको जस्तै अभूतपूर्व हातको चलाकी सिकिसकेका छन्। यसले डेटा सङ्कलनको खेललाई पुरै नयाँ स्तरमा पुर्याइदिएको छ। अब लागौँ खण्ड 4 तर्फ, ड्रिम डोजो क्रान्ति।
हेर्नुस्, रोबोटलाई तालिम दिनको लागि लाखौं भौतिक रोबोटहरू किन्छु भन्नु त असम्भव नै कुरा हो। ठ्याक्कै यहीँनिरबाट ड्रिम डोजोको क्रान्ति सुरु हुन्छ। परम्परागत भौतिकी इन्जिनियरहरू बनाउन एकदमै महँगो पर्छ र मानिसले आफै बसेर गणित र कोडिङ गर्नुपर्छ। तर यो ड्रिम डोजो भनेको पूर्णतया न्युरल नेटवर्कमा आधारित छ। यसले कुनै पनि झन्झटिलो समीकरण बिना नै केवल डेटाको आधारमा वास्तविक समयमा अनन्त भर्चुअल वातावरणहरू सिर्जना गर्न सक्छ। यो एउटा ठूलो गेम चेन्जर हो। कार्यकारी टोलीको रूपमा तपाईहरूले बुझ्नै पर्ने सबैभन्दा मुख्य कुरा यही हो। कम्प्युट बराबर वातावरण बराबर डेटा। यसको सिधा अर्थ के हो भने अब तपाईले जति धेरै कम्प्युटिङ पावरमा लगानी गर्नुहुन्छ त्यति नै धेरै डिजिटल तालिम मैदानहरू सृजना हुन्छन् र त्यसले फेरि त्यति नै धेरै उपयोगी डेटा उत्पादन गर्छ। यो एउटा यस्तो चक्र हो जसले हामीलाई महँगा भौतिक मसिनहरूको आवश्यकताबाट धेरै हदसम्म मुक्त गराउँछ। खण्ड 5 भविष्यका कारखाना र ट्युरिङ टेस्ट। अब कुरा गरौँ रिजल्टको। यी अत्याधुनिक प्रविधिहरूले तपाईको व्यवसायमा लगानीको प्रतिफल वा ROI कसरी दिन्छन् त? आउनुहोस् हेरौँ। हामी एकदमै छिटै एउटा महत्त्वपूर्ण कोसेढुङ्गा पार गर्दैछौँ जसलाई फिजिकल ट्युरिङ टेस्ट भनिन्छ। यो यस्तो अवस्था हो जहाँ एउटा रोबोटले गर्ने काम र त्यसले खपत गर्ने ऊर्जा ठ्याक्कै एउटा मानव कामदारको जस्तै हुन्छ। मतलब तपाईले काम हेरेर मानिसले गरेको हो कि रोबोटले गरेको हो भनेर छुट्याउनै सक्नुहुन्न। र विज्ञहरूका अनुसार यो जादु अबको 2 देखि 3 वर्षभित्रै यथार्थमा परिणत हुँदैछ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले व्यापारको सम्पूर्ण ढाँचा नै बदल्नेवाला छ। हामी फिजिकल एपीआईहरू देख्नेछौँ जसले गर्दा सयौं रोबोटहरूलाई सफ्टवेयरलाई जस्तै कमान्ड दिएर काम गराउन सकिनेछ। लाइट्स आउट कारखानाहरू बन्नेछन् जहाँ मानिसको उपस्थिति बिना नै बत्ती निभाएरै पनि पूर्ण रूपमा स्वचालित उत्पादन हुनेछ। अझ भनौँ भने रोबोटहरूले आफै अनुसन्धान गरेर अर्को पुस्ताका झन् उत्कृष्ट रोबोटहरू डिजाइन गर्न थाल्नेछन्। सुन्दा साइन्स फिक्सन जस्तो लाग्छ, तर यो सत्य हो। यदि तपाईलाई अझै पनि यो कुरा पत्यार लागिरहेको छैन भने प्रविधिको यो गतिलाई एकपटक विचार गर्नुहोस्। 2012मा एआईले भर्खर कुकुर र बिरालो चिन्थ्यो। त्यहाँबाट आजको यो अत्याधुनिक अवस्थासम्म आइपुग्न जम्मा 14 वर्ष लाग्यो। तपाईलाई थाहै छ, प्रविधिको विकास रेखीय वा सिधा हुँदैन, यो त घाताङ्कीय अर्थात् एक्सपोनेन्शियल हुन्छ। त्यसैले 2026सम्ममा स्वचालित अनुसन्धान सुरु हुनेछ भने 2040सम्ममा हामीले रोबोटिक्सको यो सम्पूर्ण अन्तिम चरण पूर्ण रूपमा हासिल गरिसकेका हुनेछौँ। जिम फ्यानको यो भनाइले मलाई सधैँ छुन्छ। उहाँ भन्नुहुन्छ, हामी रोबोटिक्सको समाधान गर्नकै लागि सही समयमा जन्मिएका छौँ। साँच्चै भन्ने हो भने हामी पृथ्वीको अन्वेषण गर्न धेरै ढिलो जन्मियौँ र ताराहरूको अन्वेषण गर्न धेरै चाँडो। तर हामी मानव स्तरको रोबोटिक्सको समाधान गर्न र यसलाई व्यवसायमा उतार्न ठ्याक्कै सही समयमा जन्मिएका छौँ। यो एउटा यस्तो ऐतिहासिक अवसर हो जसले भविष्यका विश्वव्यापी कम्पनीहरूको जग बसाल्नेछ। आजको यस विश्लेषणको अन्त्यमा म तपाईलाई एउटा गम्भीर प्रश्न छोडेर जान चाहन्छु। हामी 2040को त्यो एन्ड गेमतर्फ एकदमै द्रुत गतिमा अघि बढिरहेका छौँ। प्रविधि तयार हुँदैछ, डेटा तयार हुँदैछ र मोडलहरू पनि तयार भइसकेका छन्। अब प्रश्न यो हो कि तपाईको व्यापार र लगानी रणनीति एउटा यस्तो भविष्यको लागि पूर्ण रूपमा तयार छ जहाँ सम्पूर्ण भौतिक संसार स्वचालित हुनेछ? यसबारे गहिरिएर सोच्नुहोला है। आजको लागि यति नै। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।